सुनसरी घटनाको राजनीतिक कनेक्सन, बालेन सरकार विरुद्ध धार्मिक अस्त्र प्रहार, साम्प्रदायिक दंगा भड्काउँदै एमाले सचिव महेश बस्नेत। हो दर्शकबिन, सुनसरीको देवानगञ्जमा भड्किएको हिन्दू मुस्लिम दंगाको सोझो राजनीतिक कनेक्सन अन्ततः एमालेसँग आएर जोडिएको छ। बालेन सरकारलाई कमजोर बनाउन र गुमेको सत्ता फेरि फिर्ता पाउन भिजिलान्तेहरू प्रयोग गरेर एमालेले नै धार्मिक हिंसा भड्काएको हुन सक्ने अनुमान गरिएको छ। एमाले सचिव महेश बस्नेतको घण्टा घण्टामा आउने फेसबुक स्ट्याटसले पनि यो अनुमानलाई थप बल पुर्याइरहेको छ। सुनसरी घटनाको चुरो कारण बुझ्न पत्रकार तथा लेखक सरोजराज अधिकारीद्वारा लिखित पुस्तक चक्रव्यूहमा चन्द्र सूर्य हरेक नेपालीले पढ्न जरुरी छ। उक्त पुस्तकमा नेपालका तराईमा अवस्थित सीमावर्ती जिल्लाहरूमा धार्मिक द्वन्द्व सिर्जना गरेर देशको केन्द्रीय सत्तामा स्वार्थ सिद्ध गर्ने गिरोहको नकाब उतारिएको छ। कसरी देशभित्र र बाहिरका शक्तिहरूले सरकारलाई कमजोर बनाउन देशमा साम्प्रदायिक द्वन्द्व भड्काउँछन् र नेपालीलाई हिन्दू र मुस्लिमको नाममा लडाउँछन् भन्ने कुरा उक्त पुस्तकमा स्पष्ट लेखिएको छ। प्रशासनले गोली चलाएर व्यक्तिको ज्यान लिनु पनि त्यही षड्यन्त्रको पहिलो अंश हो। मुस्लिम बस्तीमा गएर हिन्दूहरूलाई राति डीजे बजाउन लगाउने, विवाद भएपछि प्रशासन मार्फत गोली हानेर व्यक्तिको ज्यान लिने, त्यसपछि सरकारलाई घेराबन्दी गर्ने यो राजनैतिक षड्यन्त्र हो। यो षड्यन्त्रको मास्टरमाइन्ड पत्ता लगाउन सरकारले सुनसरी जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखको पाता कस्न जरुरी छ। त्यसपछि मुस्लिम बस्तीमा गएर राति डीजे बजाउने समूहको नाइकेलाई पक्रेर अनुसन्धान गर्ने हो भने यो कुनै अचानक भएको घटना नभई योजनाबद्ध रूपमा कसैले भिजिलान्ते खटाएर घटाएको घटना हो भन्ने प्रष्ट हुनेछ। सरकार यस विषयमा पहिले नै संवेदनशील देखिएको छ। घटनाको सत्य तथ्य पत्ता लगाउन तत्कालीन प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई उनीहरूको पदबाट हटाएर सरकारले अनुसन्धान सुरु गरेको छ भने हिंसालाई नियन्त्रणमा लिन सेना समेत परिचालन गरिसकेको छ। यही विषयलाई लिएर रातारात अन्य जिल्लाहरूमा पनि धार्मिक हिंसा सुरु हुनु यो आफैमा राजनीतिक षड्यन्त्र हो भन्ने प्रमाण पनि हो। यसमा राज्यका अङ्गहरू नै बिकेका हुन सक्छन्। त्यसैले यसको गम्भीर अनुसन्धान हुन अति जरुरी छ।